भिडियो चाहिँ दुर्गा सरलाई है, दुर्गा सरलाई मेरो हृदयदेखि कोटी कोटी नमन छ। अनि यो भिडियो चाहिँ दुर्गा सरसम्म पुगोस्। दुर्गा सरलाई म के भन्छु भने दुर्गा सर मान्छे एकदम राम्रो, मैले भेटेको पनि छु, आशीर्वाद दिएको पनि छु है। एकदम दयालु, एकदम मायालु, एकदम उपकारी, अरूको उपकार गर्ने एकदम उपकारी त्यस्तो मान्छे हुनुहुन्छ। मलाई चाहिँ एकदम मैले चाहिँ दिलमा राखेको छु उहाँलाई हैन, दिलमा राखेको छु, जस माया गर्छु है। फेरि यहाँ त अन्यथा सोच्छन् क्या दिलमा राखेको छु भन्दा, एउटै मात्रै त्यही सोच्छन् क्या, मान्छेको नेरो माइन्ड क्या। कसैलाई केही माया गर्नुहुन्न के चक्कर चल्यो क्या, के भन्छन् है। अनि त्यसपछि दुर्गा सरलाई म के भन्छु भने, दुर्गा सर हजुर अत्यन्त एकदम भावुक हुनुहुन्छ, एकदम देशप्रेमी पनि हुनुहुन्छ। जनताहरूको एकदम दिन दुखीको दुःख दर्द पीडाहरू एकदम बुझ्नु छ। त्यो मैले एकदम तपाईँलाई नजिकबाट चिनेको पनि छु, देखेको पनि छु, भेटेको पनि छु। तपाईँका प्रत्येक कुराहरू शब्दहरू एकदम मार्मिक लाग्छ मलाई हैन। र हजुर चाहिँ एकदम प्रधानमन्त्री हुने योग पनि छ यो देशको है, यो चाहिँ मैले बुझ्दा। तर हजुर चाहिँ यसरी यो हिन्दू राष्ट्र भनेर नहिँड्नु न सर प्लिज। हजुरलाई यो हिन्दू राष्ट्र भन्नै सुहाउँदैन क्या। अब देशमा हिन्दू राष्ट्र नल्याउने क्या सर। हिन्दू राष्ट्र ल्याएर के भयो त हेर्नु त, देश झन् खाल्टोमै भयो। जनताहरू सबै खाडी रास्ता गए, कोही कहाँ गए को गए। देश त अब बुढा खाडा बाहेक कोही पनि त छैन त यो देशमा त। बुढा खाडा वृद्ध आमाहरू वृद्ध बुवाहरू बाहेक कोही पनि छैन त। रोगी भोगी जोगी मात्रै छौँ। त्यही भएर यो हिन्दू राष्ट्र नबनौँ, अब वैदिक सनातन बनाऊँ। अब ब्राह्मणहरूलाई धर्म जिम्मा दिने, क्षेत्रीहरूलाई क्षेत्रीको राजा बनाउने। अब क्षेत्री भनेको ज्ञानेन्द्र सरकार र हृदयेन्द्र सरकार नै हो। अनि त्यसपछि ब्राह्मण जति राजनीति नगर्ने, धर्म गर्ने, धर्म जोगाउने, कर्मकाण्ड गर्ने। अनि क्षेत्री चाहिँ क्षेत्रीको छोरो राजा हुन्छ। अनि त्यसपछि जनजातिलाई दिएर हेरौँ न यो देश कस्तो हुँदो रहेछ, के हुन्छ। किनभने जनजातिको यो देशमा धेरै सबैको छ, तर बढी जनजातिको छ। लिम्बूको त्यत्तिकै महिमा छ, मगरको त्यत्तिकै महिमा छ। मगरहरूले किन सुँगुर पाले त भन्दा, यो मुस्लिमहरूले आक्रमण गरेको बेला मगरहरूले सुँगुर पाल्दै टाउको चाहिँ सिमानामा राख्दै त्यसै गरी मुस्लिमहरू हटाएका हुन्, यो देशलाई बचाएका हुन्। मगरको ठुलो देन छ। त्यही भएर मगरहरू मनोकामनाको पुजारी, गोर्खाको पुजारी, लमजुङ गालिकाको पुजारी, हरेक ठाउँमा मगरहरू पुजारी हुनुहुन्छ। यसको विशेषता छुट्टै छ हैन। राई लिम्बूहरू फेरि प्रकृति पुजारीहरू। उनीहरूलाई जति पनि यो वनको वन्यजनहरू, जति वन्यजनको जडीबुटी पातहरू, हाँगा बिङ्गा जरा कुना सबै उनीहरूलाई थाहा छ हैन। ब्राह्मण भनेको एउटा कर्मकाण्ड गर्ने, धर्म जोगाउने हो। क्षेत्री भनेको एकदम वीरताको हो, राजा क्षेत्रीको बनाऊ है। अब त्यसो गरौँ, बाबाको त्यही इच्छा छ। मैले पनि बाबा पशुपतिनाथसँग त्यही पुकारेको छु, यो हिन्दू भनेर यो दक्षिणीले पेल्नुसम्म पेल्छ। अनि त्यसपछि ग्रेटर नेपालको ग्रेटर नेपाल वाल बनाइदिउँ। त्यसपछि सबै जो आउँछ, जोगी भोगी जो पनि बाहिरबाट आउँछ, पासपोर्ट लागू गरिदिउँ हैन। हाम्रो देश यति सुरक्षित हुन्छ, कोही बलात्कृत नै हुँदैनन्, कोही चोर डाका फटाइ हुँदैन, कोही ठेकदार कोही कसैलाई पनि सबै यो जुन यो वृद्ध आश्रमहरू छ त्यो सबै सरकारले जिम्मा लिने हो। अनि जति पनि हाम्रा यहाँ चेलीबेटीहरू चाहिँ एसकेयर गरेर विदेश जानुभएको छ, विदेशका बाउआमा वृद्धहरूलाई सिँगार्नु पर्छ, यहाँका बाउआमा त्यसै मर्नु परेको छ हैन। एउटा बाउआमाको छोरछोरीको एउटा हातबाट पानी पनि, एक थोपा पानी, एउटा सिटामल खान नपाइकन जीवन यापन गर्दै मर्नु परेको छ हैन। अनि हस्पिटल लाने पनि कोही हुँदैनन्, बुढाबुढीहरूलाई सिटामल खुवाउने पनि हुँदैनन्, मर्यो भने दागबत्ती दिने पनि हुँदैनन्। त्यही भएर यो वृद्ध आश्रम जति सबै सरकारले लिने। त्यसपछि आएर अनि जति पनि बाहिर जानेहरूलाई चाहिँ यही नेपालमै त्यही वृद्ध आश्रमलाई चाहिँ एज केयरमा एज केयर जस्तै गरेर नर्स लगाइदिउँ, डक्टर बनाइ त्यहीँ लगाइदिउँ। त्यहाँहरू कति रोजगार पाउँछन् हैन। अनि त्यही भएर अरू कुरा फेरि पछि गरौँला।
तिमीलाई यति यो भिडियो चाहिँ दुर्गा सरलाई यो हिन्दू नबन्नु क्या, हिन्दू भनेको यो मोदीको खेल हो। त्यहाँ मोदीको सिट यो मोदीको त्यो सिट भागिसक्यो अब है। अनि त्यसपछि आएर यहाँ वैदिक सनातनमै अब के बनाउने, बुद्धिस्ट बनाउने, के गोर्खा राज्य बनाउने हो, त्यो बाबाईको काम हो। यो हिन्दू भनेर नलाग्नुहोस्, तपाईँलाई फाप्दैन क्या। अब ब्राह्मणहरूले राजनीति गरेको यो देशलाई अफाली फाप भयो क्या भन्दै बिदा चाहन्छु। जय नेपाल।